आज हामी घुम्न आएको यस्तो छ हेर्नु यहाँको मौसम यस्तो छ रमाइलो छ अनि पानी परेर हेर्नु न कस्तो खोला छ रमाइलो छ हामी चाहिँ यहाँ घुम्न भनेर पौडी खेल्नलाई आएको थियौँ तर यहाँ त उल्टो भयो साथीहरू बाढी छ पौडी खेल्ने चान्सै भएन हेर्नु त अनि यस्तो जङ्गलभित्र छ यो खोला चाहिँ कस्तो रमाइलो छ पौडी खेल्न नपाए पनि शीतल छ चिसो छ हामी चाहिँ भिजिसकेको छौँ हेर्नु त यस्तो छ फेरि पनि पानी पर्छ हल्ला यस्तो छ यस्तो छ यस्तो छ अनि हाम्रोकोमा छ हाम्रो रबिन गीता दिदी भिनाजु आमा अनि हाम्रो सागर हाम्रो भाइ अनि सङ्गीत बुइनी अनि यहाँ अरू धेरै हुनुहुन्छ घुम्न आउनुभएकोहरू यो चाहिँ स्टुडेन्टहरू होला जस्तो लाग्यो हामीलाई ड्रेसमा हुनुहुन्छ नि त उहाँहरू पनि अनि यता माथि चाहिँ उता रिसोर्टहरू रहेछ त्यहाँ चाहिँ ठुल्ठुलो गाडीहरू छ कारहरू छ यस्तो छ अनि रमाइलो रहेछ क्या साथीहरू तपाईँहरू पनि आउनु है यो केराबारीको यो ठुलो ढुङ्गा भन्छ यहाँ चाहिँ ठुलो ढुङ्गा अरे यस्तो रमाइलो छ हेर्नु त टक्क केटाकेटीको आफ्नै धुन छ आफ्नै ताल छ रमाइलो छ साथीहरू घुम्न आएको न पानी दर्केर हामी कस्तो ठाउँमा आएर ओछ्याएर बस्छौँ हामी त पानीले मार्ने आट्यो स्विमिङ खेल्न गएको अरे यस्तो हेर्नु त यहाँ पानी दर्केर यहाँ यस्तो छ कस्तो यसरी बसेको छौँ हामी त कसको घर पनि हाम्रो आमा बिचरा भिजेर घुम्न हिँड्नु भएको अरे आमा हेर्नु नि यहाँ के गर्नु म त साह्रो छ साथी हो के गर्नु तपाईँहरू पनि यसरी हिँड्नु न घुम्न भिज्दै रमाइलो हुँदो रहेछ नि हो यो कसको घरको नि धन्न खाली छ साथी हो हामीलाई नै भन्न खाली गरिदिएको होला हेर्नु न कोही पनि हुनुहुन्न यो घरमा चाहिँ यस्तो त घर कोही हुनुहुँदैन रमाइलो छ हौ जे भए पनि घर बनाइदिनु भएको रहेछ धन्यवाद कसको हो यो घर चाहिँ हामीलाई थाहा भएन उहाँलाई धेरै धेरै धन्यवाद है यहाँ चाहिँ उहाँहरूका लुगा पनि झुन्ड्याएका छन् चिन्नुहुन्छ होला भिडियो तपाईँहरूसँग आइपुग्यो भने चिन्नु होला तपाईँको घरमा हामी ओत लाग्यौँ तपाईँलाई मुरी मुरी धन्यवाद ओके साथीहरू यस्तो छ रमाइलो रहेछ हेर्नु दर्के पानीमा गएर पानी दर्केको छ घुम्ने हो रमाउने हो भन्नुपर्छ नि त हो कहिले कहिले त
है